हेलो गाइज वेलकम बैक टू माई यूट्यूब च्यानल। हजुर सबैजनालाई मेरो यूट्यूब च्यानलमा स्वागत छ। सो हिजो मात्र चाहिँ हामी काठमाडौँबाट हाम्रो यता गाउँ आइपुग्यौँ। हामीलाई 12 घण्टा जति लाग्यो हैन। स्कुटीमा हामी स्लोली नै राम्रो नै आइरहेको थियौँ, बट बीचमा फेरि पन्चर भएर चाहिँ हामीलाई टाइमै लाग्यो। एन्ड बेलुकाको 6 त्यति राम्रो त हेर्न पाएन, बट आउने बित्तिकै फ्रेस भएर घाटमा गयौँ, दर्शन गऱ्यौँ। त्यसपछि आफ्नो फ्यामिली मेम्बर्सहरुसँग सबैजनासँग भेट्यौँ एन्ड आयौँ, खाना खायौँ, सुत्यौँ। त्यसपछि बिहान चाहिँ अर्ली मर्निङमै 4 बजे 5 बजे सबैजना उठेर रेडी भएर घाटको लागि गयौँ। त्यसपछि त्यहाँ पूजाहरू भएको छ। सो यसपछिको भिडियो चाहिँ त्यही नै हुनेछ। सो आई होप हजुर इन्जोय गर्नुहुन्छ। एन्ड जो चाहिँ तराईबाट हुनुहुन्न, छठ पूजा चाहिँ के कसरी हुन्छ थाहा छैन भन्ने चाहिँ लाइक हाम्रो छठ चाहिँ 3 दिनको हुन्छ है। फर्स्ट चाहिँ हजुरको सबै प्रिपरेसनहरू गरेर खिर पुरीहरू त्यसरी पूजा गरिन्छ। सेकेन्ड डे चाहिँ हामी घाटमा गएर पूजा गर्छौँ एन्ड त्यसको चाहिँ अर्को मर्निङमा चाहिँ अर्ली सनराइजमा हामीले पूजा गर्छौँ। सो अल टुगेदर चाहिँ 3 दिनको हुन्छ। एन्ड अहिले चाहिँ म मेरो गाउँको छतमा आएको छु। सो सी यू, लेट्स इन्जोय। लेली भन्ने नि हिँडिरहेछ भनिन्छ नि। हिजो राति काउन्ट पनि गरेर गरे अब रिपिटमा यही गीत बज्छ। छठको गीतै कतिवटा हुन्छ हौ राम्रो त्यसमा आगो लागिसकेपछि नि यस्तो गर्नुपर्छ।
भित्र आगो लगाइदिन्छ क्या तिमीले लगाउनुपर्छ है तिमीले गलत गलत सिकाइरहेको यसरी भिडियो मलाई त लाग्छ धृतराज जस्तो लाग्छ हेलो थ्याङ्क यू एभ्रिवान we are together थ्याङ्क यू फर कमिङ yeah thank you welcome थ्याङ्क यू for inviting us हजुर कान में क्या पड़ेगा see you हेलो अरे वाह वाह ल बधाई छ माताजी ल माताजी प्रणाम पनि गर्नुहोस् त वाह ल भयो नि त हाम्रो पूजा नृत्यहरूको बाल्छिन्छ टाइमर हाल्यो सुन्नु त्यहाँ जानु छिटो रासँग अर्को सेट गर्नु भयो आयो